ल वाक्साको श्रमदाता टोलीहरू चाहिँ श्रम सकेर चाहिँ हामी हाम्रो घरतर्फ फर्किसकेका छौँ। श्रमदाताहरूको जोस जागर निकै नै उत्साह उमङ्ग छाइसकेको छ। अब श्रमबाट नै केही गर्नु देशको अथवा गाउँबाट केही गर्नुपर्छ भन्ने सन्देश उहाँहरूको मनमा छाइसकेको अवस्था छ। डोकोकै व्यवस्था गरेका छौँ हामीले। हाम्रो सामग्रीहरू चाहिँ छुट्छ कि भनेर एउटा डोकोको पनि टङ्का दाइले बोक्नु भएको रहेछ, उहाँलाई पनि विशेष धन्यवाद। हामी चाहिँ घर फर्किसक्यौँ, वाक्सातर्फ लागिसक्यौँ हामी। आफ्नो गाउँ आफै बनाऊ भन्ने हाम्रो श्रमबाटै आफ्नो गाउँ आफै बनाऊ भन्ने हाम्रो नारा हो। अर्को श्रमदानमा वाक्साली सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू पनि श्रममा जोडिनु होला। यो बाटो हामीले नै सफा गरेको हो। वाक्साको श्रमदाताहरू है उहाँहरू चाहिँ।